हेलो एभ्रिवान, यहाँहरू सम्पूर्णलाई धेरै स्वागत छ मेरो युट्युब च्यानलमा। आज मैले धेरै लामो समयपछि चाहिँ भिडियो बनाएको छु। आजको मिनी ब्लगलाई अन्तिमसम्म हेरेर तपाईँहरूले साथ दिनुहोला। आज हामी जाँदैछौँ बिहानै पेसिलतिर अनि जाँदै गर्ने क्रममा सुन्दर गाउँमा आइपुग्यो। यो गाउँ चाहिँ एकदमै सुन्दर, एकदमै सफा लाग्यो मलाई। अनि पुरानो डिजाइनले बनाएको घर है, पुरै ढुङ्गाले छाएको घरहरू हामी देख्न सक्छौँ। मलाई चाहिँ एकदमै मन पर्यो। अनि यो गाउँबाट पनि हामी चाहिँ 1 घन्टा मजाले हिँड्नुपर्छ पेसिल डाँडामा पुग्नको लागि चाहिँ। अनि हामी मण्डली परिवार चाहिँ के को लागि जाँदैछौँ भने डाँडाको प्रार्थनाको लागि जाँदैछौँ। बाटो चाहिँ एकदमै उकालो थियो, एकदमै गाह्रो थियो, तर पनि हामी साहस गरेर गयौँ र जाने क्रममा बल्ल हामी पेसिल डाँडामा पुग्यौँ। यो डाँडामा पुगेपछि त वाउ, पुरै हरियाली है, वन जङ्गल। अनि त्यो पुरै यो डाँडामा त वरिपरिको ठाउँहरू गाउँहरू देख्न सक्छौँ है, एकदमै राम्रो लाग्यो। अनि लाली गुराँसहरू फुलिराखेको थियो अनि पुरै चराचुरुङ्गीको आवाजहरू आइराखेको थियो। अनि हामी बल्ल हामी चाहिँ पेसिल डाँडामा पुग्यौँ। अनि पुगेपछि चाहिँ हामी एकछिन आराम गऱ्यौँ अनि त्यसपछि हामी सङ्गतिहरू गऱ्यौँ। अनि आज चाहिँ यो डाँडाबाट चाहिँ पुरै यो वरिपरिको ठाउँहरू अनि हिमाल पनि देख्न सक्छ के। तर आज चाहिँ तुवालो आएको कारणले गर्दाखेरि पुरै हिमालहरू चाहिँ देख्न सकेनौँ। यो सुन्दर ठाउँहरू चाहिँ हामी देख्न सक्छौँ है। लाली गुराँसहरू फुलिराखेको थियो अनि हामी सङ्गति गऱ्यौँ। अनि त्यसपछि हामी खानाहरू खाएर अनि हामी चाहिँ टाइम पनि धेरै गइसकेको थियो, हामी चाहिँ घर फर्किँदैछौँ। हुन्छ, आजको मिनी ब्लग चाहिँ यति नै। तपाईँहरूले अन्तिमसम्म हेरेर साथ दिनुभएको लागि धेरै धन्यवाद।